जाउँ कहाँ उठेदेखि सुतेसम्म दुखै दुख कठै पीर भुल्ने ओखती पाइन्छ कि कतै सुने बुझेको कुरा सबैलाई देखाउन दुःख सबै बिर्साई एकछिन भए नि हँसाउन आयो लौ है आयो बुलेली आयो लौ है आयो बुलेली आयो लौ है आयो 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 बुलेली लाग्छ तँलाई आइया ओय 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 बुलेली ओय 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 बुलेली पारी गाउँमा त बेनै नगरे केटीले भुनी बोकेर गाउँमै डोङ डोङ बनाइरहेको छ अरे केटी मात्र कहाँ हो र गाउँका केटाहरू त्यो भुँडी जिम्मा लिनुपर्छ भनेर सहर भागा भाग छ अरे पुरा हल्ला गरिदिरहेको क्या बुढा यो नि हल्ला हल्ला गरेर बसेको के हो अब कुरा नै हल्ला गर्ने खालको छ क्या के भयो त पारी गाउँमा त त्यहाँ एउटा बेग नगरेको नानीले पुरा पेट बोकेछ कि अन्त के त्यो गाउँको केटाहरू त पुरा डल्लै भाग्दैछ नि त हो गाउँ छोडेर केटीले भुँडी बोके केटाहरू गाउँ छोडेर बेपत्ता माइला हजुर त्यो एकदम रङ कडा पारेर दुईटा दुध च्याले त साउजी रिचार्ज गरिदिनु न मेरो आमै नि त्यो पारी गाउँमा भुँडी बोक्ने केटी पनि यस्तै राम्रो थियो होला हेर न उता फर्केर ल दादी अघि त म बाटामा त तिमीलाई म के क्वेसन गर्छु के सोध्छु भनेर भन्थ्यौ त अब सोध न के सोध्ने मलाई खै हाते तले तिमीलाई कति माया गर्छौ तिमीलाई तिमीलाई एकछिन सोध्नुपर्छ कति माया गर्छु मैले तिमीलाई तिमीलाई म ठ्याक्कै 1 करोड माया गर्छु ल हेर्नु त सराफले सोल्टाको ताल दिउँसै रात पार्न आँटे जस्तो तिमीलाई म जे पनि गर्न सक्छु त्यसो भए तिमीलाई ज्यान पनि दिन सक्छौ ज्यान चाहिँ दिन सक्दिनँ है म तिमीलाई चाहिँ कति न म मरेपछि अर्कोसँग पहिला जाउँला भन्दै होला नि त्यही जाउँ त्यही गर तल आउन तिनीहरू रमेली तिमी मलाई कति माया गर्थ्यौ धेरै गर्छु नि तिमीलाई त तिमी मेरो लागि जे पनि गर्न सक्छौ जे पनि गर्न सक्छु त्यसो भए तिम्रो त्यो साथी छ नि मलाई असाध्यै मनपर्छ त्यो मलाई मिलाइदेऊ न तिमी पनि के जिस्किरा हो क्या तँलाई त डाका तेरीमा फटा यहाँ ठुला बडाले कुरा गरिरहेको ठा छिटो किन गए 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 गयो भने गयो यस्ता ठिटाहरूसित नि कुरा मिल्छ त नानी कुरा भने त हामी पाएको मान्छेसित पो मिल्छ त हो केही नभन त हो बा यिनीहरू त भर छैन नि भर भने त बुढा पाका के मेरी नानु कति जानेको नि तिमीले कतिसम्म हिरो बन्यो हो बाइजल पनि दुख्यो कति दुख्यो अब खोता सेतैमा खोता हैरान भइसक्यो यहाँ घर बच्चा आएर भगाएर सोरेर बसिहाल्छ केले बाल हम्बलेको जस्तो गर्ले म हम्बलेर मरेको मान्छेको सातो बुलो लिएर अनि तिमी चाहिँ के अर्काको साथै उनी गरी कराएको एउटा कुरो सोध्नु पर्यो मामालाई भन्न आगे के हो कुरा सोध मामा तिमीलाई त्यो चमेली कस्तो लाग्छ राम्रै छ ए राम्रो छ है अकेले सोधेको माइजू बोल्न नि सोधेको के हो तैँले हेर न बुढा फेरि अहिले म तिमीलाई फेरि यही भगरमा पुर्दिन्छु नि फेरि मैले भनिन्छ झन् उहाँ चाहिँ भान्जी बुहारी बनाउनु पर्यो भनेर सोचेर आइरहेको छु सोध्नलाई आयो बाउलाई के हो त त्यो चमेलीले नि त्यसले भान्जी बुहारी बनाउने मैले सुनेर त केही भएन कोविन्डोले थाहा भयो भने तँलाई काटिदिन्छ त्यसको तेरो जाँदै मिल्दैन त्यस्तो कुरो नगर यहाँ माया प्रेम बसिसकेपछि त्यस्तो माया प्रेमको अगाडि त्यस्तो जाडवाल भन्ने कुरो केही होइन मेरो उहाँ चमेलीसँग के सेटिङ भइसक्यो कति यहाँ माया बसाबस भइसक्यो अब आजको राति यस्तो कुरो गरेर आउँछ नारी छ हेर भन्छ त्यो चमेलीको चरित्र पनि राम्रो छैन खबरदार चमेलीको चरित्रको विषयमा बोल्ने तिमी को अहिले बात नगर तिमीलाई अहिले एक कोदालोको पासा लाएर तिम्रो खप्परमा ढुङ्गा फुटाएको
पाइन्छ अछिले जन्मामाले केही गर्दै उपदेश केही बुद्धि दिन्छन् कि भने त जान्ने भएर कुरो गरेर त तिमी भकार सोरेर पनि भकारमा लड्यो छ असति म भकारमा खाना खाना यी गाएर भकारमा पनि पुर्दिनु क्या इसो त मेरो तरिका होइन नि बोलाइ के हो यो सरबे भान्जो के होइन पर्दाउनु होइन सरबे भान्जोले के भन्छ के भइसक्यो हो भन्छ त तपाईँसँग काम कुरो नि बिराइसक्यो क्या हो यो सरबे भान्जोले सबै ढितो नि जित्ने बेला भइसक्यो किन बाटो छ कि किन माया परे छैन कसैको माया साया गर्न किन नि नरिसाउ न कहाँ जान लाग्यो बाटै बाटो जान लाग्यो हो छ्या किन रिसाउँछौ क्या म पनि तिमीसितै जाम परे होइन आउन लाज नभए कि लस्तारी मैले मर्छु अनि मार्ने मात्रै म त तिम्रो लागि त ज्यानै दिन्छु नि मेरो लागि मात्रै कि गाउँभरिको बुढा पाका तरुण सबैको लागि ए तैँले मलाई वास्ता नगर्ने गाउँभरिका दुनियाँ मान्छे म भनेपछि हुरुक्क हुने त चाहिँ मलाई अहिले वास्तै नगरिकन जाने पख हेर्दै त जा तँलाई म एक दिन यस्तो नराम्रोसँग फसाउँछु कि तैँले देख्छस् नि मेरो चर्ती कला अलिकति मोही खान पाइन्छ कि भनेर आमालाई तेरो लागि मैले भनेर यहाँ म तँ ल्याउँदैछु नि बाबु ए उहाँ आमा म बस्छु अनि मोही खानुपर्छ ल बाबु ल मैले यहाँ तुलाई सक्न लागि मै अनि खाउला है बाबु ल्याउनु भयो आमा लिएर बाबु ल ल हस् धन्यवाद आमा हेर्न आमा हाम्रो गाउँको मजा नै यही छ क्या अब गाउँघरमा न दही किन्नु परोस् न दुध किन्नु परोस् न मोही किन्नु परोस् अहिले सहरमा भयो कति लिन्छ यो गिलासको अब नजा बाबु त सहरतिर बजारमा धुवा धुलो त्यत्तिकै छ रोग त्यत्तिकै फैलिएको छ हेर बाबु कति जान्ने नि अनखर यहाँ भयो त कति आनन्द छ कति जान्ने आफ्नो साग तरकारी बनायो खायो आफ्नो दही दुध घरमा हुन्छ कति जान्ने कति आनन्द हुन्छ त बाबु तँलाई ल भन् त हेर्नु। रोग लाग्छ बाबु नजा काठमाडौँ हाम्रो आमाहरू हेर न गाउँमा बसेर पनि सहरको कुरो सबै थाहा छ कम बाटो छन् हाम्रो आमाहरू आमा अब हजुरले भने कुरो मानियो गाउँमा बस्ने भकाएर चढ्ने दुध दुनियो खानियो लु त मैले अहिले हतार छ त्यहाँ एकछिन लाउरे काकालाई पनि भेट्नु छ क्या त्यही भएर आएको अलि बाटतिर आउँछु नि फेरि अर्कोचोटि मोही खान है आमा ल बाबु राम्रो बिस्तारै जाऊ है त बाबु हस् आमा हस् ल बा ल खान त्यहाँ के गर्छ ए भगवान् ल हेर त यता गर नि आफै उता गर नि आफै छोरो बनाउँदा चल्लो त्यस्तो छ के गरी निर्वाह होला त खै यसलाई सहर पठाउनु पाएँ भने त त्यो चमेली भन्ने बाख्री त सधैँ मेरी भइहाले अब बल्ल बल्ल यो छोरो मामा घर गएको बेला एक रात आएर बसेकी थिए त्यसपछि त कहिले हो कहिले खै यसलाई सहर नपठाइकन चाहिँ हुँदै भयो ए तिमीहरू आऊ आऊ त बाबु एकछिन यहाँ आऊ सल्लाह गर्नु छ ल यहाँ बस मान्छे बस कुरो के भने नि हेर केटा हो तिमीहरू जस्तो हुनहारे युवाहरूले त्यो चमेली जस्तो थाङ्नीको पछि लागेर जिन्दगी बर्बाद गर्नु हुँदैन अब तिमीहरू सहरा जाने सहरा यो थाङ्नी जस्ती कति राम्री हिरोइनी टाइपका केटीहरू पाइन्छ पुरा बुझ्यौ यसरी यसको पछि लागेर जिन्दगी बर्बाद गरेर हुन्छ त्यसैले अब मैले भने खुरुक्क मान्ने तिमीहरूले सहरा जाने पैसा कमाउने अस्ति भर्खर आएको त्यो 1 वर्ष बसेर आएको बिस्निया छोरोले 1 वर्ष हिरोइनी खनी पैसा कमाउने हिरोइन बिहे गरेर ल्याएको ल्याएन हो
त्यही भएर तिमीहरू खुरुक्क सहर जाने सरा गएर मजाले पैसा कमाउने अनि राम्री हिरोइनीलाई बिहे गरेर लिएर आउने। ओहो म त यस्तो स्वर्ग जस्तो गाउँ भट्टक मरे पनि छोडेर जान्न। हेर न भान्जा बाबु यसले मलाई घुर्काएको यस्तो राम्रो अर्थी बुद्धि दिने कोही बाउ पाउला यसले यही चमेली फ्याउरीको पछि लाएर जिन्दगी बिताउनलाई जान्न भन्छ। लौनु बाबु सम्झाउनु तिम्रो मामाले भनेको कुरा त हेब्बी सही हो क्या सरापे सोल्टा। पैसो भयो भने होइन ऐसा त बब्बालसँग गर्न पाइन्छ क्या। दाइजो त वहाँ छ नि सहरमा त हेब्बी कलरहरू पाइन्छ क्या। त्यहीँ गएर सेटिङ गर्नुपर्छ क्या हामी। चमेली भन्दा नि राम्री बब्बाल राम्री पाइन्छ नि त्यही गरौँ मानौँ मामाले भनेको कुरो। जाने है त म पनि रेडी छु क्या। आज दिन ढलीको भोलि बिहान झिसमिसैमा जाने तयारी गर्ने। खर्च वर्चको तिमीहरूले टेन्सनै लिनु पर्दैन। 6 महिनालाई पुग्ने म दिन्छु। अब त सोल्टा हामी त सहर जाने भयो होइन। सोल्टाको गर्लफ्रेन्ड चमेली चाहिँ क्वा रोइदिने होला नि त फेरि। त्यही त मलाई समस्या भइरहेछ कसरी सम्झाउने होला। नगेर म छैन भइगयो त मामाले सम्झाइदिने रे। हामी पनि यस्तो गाउँभरि हल्ला गरेर आउनु त। हल्ला गर्ने होइन अब गाउँलेहरूसँग सबैसँग भोलि बिहानै गइन्छ बिहाबारी भएर चाहिँ आउनु पर्यो। ल ल गाई कराएर आएको गाईलाई फेरि घाँस हालिदिनु ल हालिदिन्छु है त मामा पो हो क्यारे मेरो त। हो त भान्जा बाबु ल घाँस हालिदिन्छु गाई कराएर आएको ल ल म हालिदिन्छु जान त। सहर जानलाई मान्छेलाई सिक्नले खेक्छ। अनि सहर गएर हामी कति महिना वर्ष कति वर्ष 2-3 वर्ष त बस्ने हो। ओके अनि एउटा कुरो छ नि सोल्टा के हो त्यो चमेलीले चाहिँ क्लियर रूपमा दिनुपर्छ नि तिमीले। अब हेर्नु होइन कहिलेसम्म सम्झिरहेको छ अनि कहिले नि बिर्सन खोजिन्छ। सम्झना आयो भने विचार गर्नुपर्छ क्या। ओके अब के किन्ने रे हामी। जिनकै सर्ट जिनकै प्यान्ट जिनकै जुत्ता जिनकै टोपी जिनकै ज्याकेट सबै जिनकै दिन। सराबी दाइ के त्यो चमेलीले त भुडी बोकेछ नि त। भुडी बोकेछ काम त मैले के त्यो चनाउँदैन रेमसोली गइहाल्नु त्यस्तो भनेर हुन्छ सोल्टा पनि। हे तेरी अब त झन् हामी भाग्यो भने सहर गयो भने तिनीहरूले पक्का पनि यिनीहरूले नै हो भनेर दोष लाउनु सक्छ क्या। त्यही भएर हामी यहीँ बस्नुपर्छ। होइन त्यस्तो कुरो नगरौँ क्या मलाई गाह्रो पर्छ। हे तेरी यहीँ बस्ने हो कि मलाई गाह्रो पर्छ नि त। गर्दैन घटाएन त गाउँले सबैलाई भनेर आइज त। आइज हिँड्न त हिँड्नु अगाडि हिँड्नु आइज जानु अगाडि हिँड्नु त। जानु र जानुपर्छ क्या। जानु र गाउँ समाज हामी त्यस्तो हुँदैन जानु र। ओहो त्यो चमेलीले भुँडी बोकी छ बर्बादै पनि सत्यानाशै हुने भयो। त्यो सरापे माइत त्यसकी आमाको माइत सरापेको मामा घर गएको बेला एक रात आएर म कहाँ बास बसेकी थिएँ। ओहो मलाई दोष लाग्यो भने त हेर त्यो सरापे डाँका पनि त्यसलाई सुँग्दै पछि लागिरहन्थ्यो। अब त्यसलाई बुहारी भन्नु कि बुढी भन्नु मैले। ए बाबा के दशा लाग्यो नि यो तेरिका। आज घर फर्क्यो नाची रमाउँदै लाहुरे आज घर फर्क्यो नाची मर्यो नि के गर्नु। लौ यिनीहरू त फर्केर पो आयो त। यो सरापेलाई दोष लाउँछन् फेरि के गर्ने होला। अब चाहिँ मैले बौलाको एक्टिङ गर्नु पर्यो। म बौलाएँ भने त मलाई कसैले जिम्मा लाउन सक्दैनन्। होइन बाउको घर खोले नाक्रो जस्तो हेर्न भने त जुल्फी एक दिन यसो सहर जाने भन्दा के बस्दा पुगेर आयो थियो हेर्ने भन्न भन्छ। बा ओ दुगे मामा खै छैन त। खेतीहरू गयो कि बा बाउ घर छैनन्। को बोले बा बाउ घर
छैनन् के भयो भने छैन भन्छ त के गर्नु मलाई त कता बाबुलाई बोले जस्तो लाग्यो के हो धेरै दिन भयो के त्यही त बा कसको बो को बाउ छैन छैन बाउ छैन बुढाको त खुस्के जस्तो छ त सोल्टा के चुकुल दिमाग अबे बा सोल्टी यो सुट्टोले नै चमेलीलाई भुँडी बोकाएको जस्तो छ क्या ए पिताले बुढा चमेलीलाई भुँडी बोकाएर तिमी नाटक गर्ने अहिले तिमीलाई तामाको खड्कुलो भित्र हालेर तामा र तुलसी छोरा धर्म गर्न लाग्छ अनि चाल पाउँछौ नि फेरि ल हेर त काठमाडौँ गएको भन्जाहरू पनि आइसकेछ एकदम ठिक गर्यो तिमीहरूले गाउँमा चमेलीको भुँडी बोकाएर चौधरमा भेला राखेको छ ल तिमीहरू पनि हिँडिहाल त अनि गइहाल तिमीहरू हिँडिहाल पिरनहरू बोल तिमी पनि हिँड त म जान्न ए बगाउने भुँडी लानुपर्छ हिँड काममा नाटक गर्छ यो बुढो हेर गाउँले हो गाउँ समाजमा बसेर यस्तो नकारात्मक काम गर्न नहुने हो तर केटाकेटीले काम बिगारिहालेछन् त्यसैले यो चमेलीले पनि न्याय पाओस् र चमेलीको पेटभित्रको बच्चाले पनि बाउ पाओस् भन्ने उद्देश्यले आज हामीले यो गाउँ सभा राखिएको हो त्यसैले अब तपाईँहरू मध्येबाट चमेलीको पेटभित्रको बच्चाको बाउ म हुँ भनेर भन्छ भने यो सभा अहिले नै विसर्जन हुन्छ यसले कतिले काम गरे हो भनेर म भन्दिनँ तर भोलिका दिनमा हामीलाई यस्तो समस्या नआओस् भन्नको लागि आज गाउँका सबै मान्छे भेला गरेर चाहिँ यो हामीले चाहिँ यो चाहिँ रिजल्ट निकाल्न लागेछौँ अहिले अब भनेपछि यो कुरो कसिन भन्नु अब एकछिनमा हुन्छ साँच्चै खोइ त सेकेले कुन्डेर लिएर आउँछु भन्थ्यो आइपुगेन त आइपुगेन होइन आइसक्यो अब हुन्छ सिनो भानु यहाँ मलाई यहाँ किन ल्याएको किन ल्याएको भनेर त अहिले थाहा हुन्छ नि तिमी चुप लाग सेकेका आ चमेली कति महिनाको भयो 9 महिना भइसक्यो नि अनि के होटल गरेको त अझै 5-5 महिना बाँकी नै रहेछ त किन हामीलाई दुःख दियो अरे थिएन तेरो त भुँडी त्यो 14-15 महिना होइन 18 महिना पनि तेरो बच्चा नजन्मेर तेरो यत्रो घ्याम्पो जत्रो भुँडी भएर तेरो भुँडी बम पटेर पड्केर यत्रो राग जत्रो छोरो जन्मेर तेरो छोरो बोक्नु नसक्दा घिसारेर लिएर हिँड्नु पर्छ अब यसरी हुँदैन चमेलीले जसलाई यसको बजेको बाउ भन्छ त्यही नै बाउ हुन्छ अब सबैले लाइनमा बस त तिमी कुइने बुढा पहिला लाइनमा बस अनि त पनि लाइनमा बस त तैँले पो काम गुरु बिराएको हो कि लाइनमा बस राम 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 म बुढोलाई के आरोप लाग्छ लाइनमा बस आरोप भनेको अहिले हो त पनि बस ल हामीहरूलाई चाहिँ लाइनमा बस्नु पाँदैन जति पनि ठिटो बुढाहरू छ तिनीहरू त लाइनमा बसिहाल त तिमी पनि त सेकेमा तिमी पनि त बस्नु पर्यो नि आफू चाहिँ जोडिन खोजेको अरे Something like that, right? No, but I thinking very nice, okay? How could it this to me? I don't care, but I love you, okay? अब तिमीलाई यो अभिगत चाहिँ कसले बनायो भन्ने कुरो तिमी आफै हेर हैन कुन चाहिँ मान्छे हो चिनेर भन्देऊ नि त कुरो क्लियर हुन्छ क्या अनि मैले के गरेको नि छैन बरु यस्तो भएर बाँच्नु भन्दा त मर्छु म कता गर्नु खोइ
क्या मलाई एम्बो एम्बो ए रेम्बो नमन ए रेम्बो नमन भने त्यो नाटेर के टुक्राइ मत नमन एम्बो मर्ने मर्न दे मलाई एम्बो मर्न दे एम्बो खोल्दा नमन मलाई मर्न दे एम्बो मर्नु हुँदैन तँ मारिस भने म कसरी बस्ने म मर्छु नमन एम्बो म मर्छु रेमो दाइ सराबे दाइ अब रेमो दाइ मर्नु पर्दैन त्यो चमेलले भुडी बोकाउने मान्छे आफै आएर भुडी सुत्दै तिमीलाई लिएर गयो जसले भुडी बोका ऊ आएर मेरो बच्चा मेरो पेट हो भनेर लिएर गयो गयो अहिले भर्खर रहेको रेम्बो तैँले भुडी बोकाको होइन रहेछ रेम्बो रेम्बो तैँले भुडी बोकाको होइन रहेछ रेम्बो रेम्बो तैँले भुडी बोकाको होइन रहेछ सोल्जा बोकाको होइन रहेछ तैँले सोल्जा के भयो अब म कहाँ छु चिया पसलमै हो त मेरो आमा कस्तो नराम्रो कल्पना गर्न पुगेछु नि म त्यसैले कल्पना जस्तो विपनामा कहिले पनि नहोस् त्यसैले सम्पूर्ण युवा युवतीहरूले बेलैमा सोच्नुपर्छ क्या यस्तो कुराहरू होइन त अब त्यो भुँडी बोक्ने युवतीलाई त अप्ठ्यारो पर्छ त्यो कुराले समाजलाई पनि धेरै नराम्रो असर पर्छ हो कैन बा हो कैन लाउरी बुढाहरूले त हो भने अनि युवाहरूले त हो भन्नु पर्यो यो गुलेली हेरेर त्यो लाइक कमेन्ट सब्सक्राइब र सेयर गर्नु भएन भने फेरि मैले सरापेर भनेर भन्दिनँ सुधारेर अझ राम्रो बनाउने कोसिस गर्नेछु काममा दोहोऱ्याएर बनेको हो त हामीले रात दिन सुतेको छैन के हो भन्छ समथिङ लाइक द्याट होइन बट आई थिङ्किङ भेरी नाइस हो क्या हाउ कुड यु दिस टु मी आई डोन्ट केयर बट आई लभ यु क्या तपाईँहरूको माया नै हाम्रो एकदम हौसला हुनेछ र कमी कमजोरीहरू चाहिँ तपाईँहरूले सिधै कमेन्ट गरेर त्यो तलको रातो बटनमा ढ्याङ्ग थिच्न चाहिँ नबिर्सिनु नि फेरि